है हाम्रो चाहिँ घोङ्गी रेडी भयो है जाडोमा चाहिँ घोङ्गी बेस्ट है अहिले चाहिँ यो थारू चौधरीहरूले चाहिँ बेसी खाने यो तराईमा प्रोटिन प्रशस्त हुन्छ है हामी पनि ट्राई गर्छौँ मैले एकैछिनमा है अहिले रेडी हुँदैछ सुप सहितको है ल गाइजहरू घोङ्गी रेडी भइसक्यो है ल यहाँ हेरौँ है बलमा आइसक्यो ल हाम्रो सुरजले चाहिँ टेस्ट गर्दैछ है त ल सुरज ट्राई हान्दै त दामी ल एकताल सुप पनि ट्राई गर्दा हामीले वहाँ तराईमा खाए जस्तै छ टेस्ट सेम है अझै यो सुप अलिक जाडोको लागि चाहिँ स्पाइसी मिठो भएको छ दामी भएको छ केटाहरू खाँदैछ है ल हाम्रो बहिनीले नि टेस्ट गर्नु गइरहेको छ है ल स्टार्ट बहिनी हामी निकालिदिन्छु यता फेरि अब यो आउँदैन है कति कुराहरू होइन खुवाइदिनु पनि पर्ने है कस्तो दामी है सुप तान सुप टेस्ट गर त सुप चाहिँ मिठो छ कस्तो बाक्लो आएछ फेरि है दामी छ म पनि ट्राई गर्दैछु है त ओके है ल चाहिँ सही गाइस सही भएको सुप पनि दामी तिखर छ र यो चाहिँ जाडोको लागि चाहिँ एकदम बेस्ट हो है गाइजहरू जाडोको लागि चाहिँ एकदम बेस्ट छ है एकदम प्रोटिन छ है जाडोको लागि चाहिँ एकदम बेस्ट हो है ल यदि खानु छ भने कसैलाई चाहिँ यो पन्टाज क्याफे है हाम्रो मिट बानेश्वरमा छ पुरानो ग्लोबल कलेज है ठ्याक्कै सेल्सबेरीको अगाडि छ है त पन्टाज है